सेतो भएर होला कति हो यो त मान्छे सेतो भएर काला कान्छा पनि कालो आइरहेको छ होइन कान्छा त गोरै थियो भाइ तिमीलाई त टच बालेर हेर्नुपर्छ भाइ हेरेन गोरै छु के भाइ मेरो त्यो त्यसले हो मुला मेरो सेतोले त्यसले भाइ त मुला अगाडि बसेर भनेर हामी अगाडि बस्यो भने त गोरो आइहाल्छ नि क्यामेराको अगाडि असल भएको छाला टल्किएर के हो त्यस्तै लाग्यो यार मेरो गालामा टल्किरहेको कि के हो होइन तर लास्ट कालो है मेरो चाहिँ यस्तो गरेर देखाउँछ तिम्रो चाहिँ तर मायाले हान्छ हान्न त मासुहरू चाहिँ मरेको छ कि जिम गरेर मर्ने गरी मरेको हो मरेको हो र त बोलिरहेको त मान्छे त के यहाँको मासु चाहिँ मरेको भने जिम सिम हानेको दाइ कहिलेमा रोस्टर चढेर मुटु मारि निस्क्यो मरेको भन्छ त्यो त उता युएनसी गएको बेला हो नि त मेरो त हाने युएनसीमा गएको सातो गएर यार बिहान त झाँक्री लगाएर बोलायो क्या सातो झाँक्री लगाएर बोलायो यस्तो भयो क्या सुरुमा माथि चढ्ने बेला त पुरै भ्यू खतरा देखिरहेको समुद्रको होइन अनि माथि गयो भने ठ्याक्कै रोकिदियो क्या झर्ने बेला यस्तो गहिरो छ क्या गहिरो क्या होइन लप्पै छोडिदिएको महाकसम केही समाएको थिएन टाउको ढ्याङ्गै भइरहेको होइन अगाडितिर क्या फुट्न त फुटेन बाँच्यो होइन छैन कि यसको अनि त्यसपछि लप्पै समाएर कामेर होइन मुटु छैन तिम्रो किन छैन नि दाइ दुईटा मुटु दरिलो मुटु छैन कस्तो कुरो गर्छ अनि मर्न आँटिस भनिस् अनि त्यो मुला अनि त्यस्तोमा डराएर भयो हेर न भाइ यसको हात छामा त के छ यसलाई त सक्दैन त तिमीले मलाई पन्ध्र लाटा खेल्यो र दाइ हाम्रो नि कम छैन है मेरो दाइ तिमीले सक्छौ उसलाई हान्न मलाई सक्दैन यसले ल भाइ म सक्दिनँ भाइ तिमीले खोडा देखाएको छौ खोडा खडा खुकुरी देखाएको छु है मेरो दाइ मैले खुकुरी भन्दा त खोडा त के हो नि म खुकुरी त अब त घरमा त्यो कुकुर काट्ने नि खुकुरी हुन्छ खडा भनेको त्यो बन्दुक भने होइन खोडा खोडा यत्रो के तेरो घाँटीमा छ्याम हान्ने ठुलो तलवार जस्तो तरवार भन्दा ठुलो हुन्छ मुला तरवार त यस्तो चुच्चो हुन्छ खोडा माथि चाहिँ भोटे हुन्छ ए यस्तो परेको त्यो खडा भन्छ त्यसलाई हाम्रो त त्यो अर्कै भन्छ के पो भन्छ नामै बिर्स्यो यो भाइ त मा एकजनालाई जात्रामा हाने भाइ तिमीले खतरा हाने यो भाइले त्यो हो अहिले जाडो महिनातिर त लास्टै जात्रा हुन्छ नि होइन त्यो तिमीले एकजना मान्छे कुराएको छ अहिलेसम्म त्यो कैसे सोध्छ त्यो नि सोध्ने कुरो हो मान्छे पछि नकुट्ने कुरै भएन नि मेरो होइन छ भने छ मलाई कस्तो ढाड्नै परेन हाम्रो ढाडा हान्दै मैले मान्छे कुटाएको छु होइन हो र म एक्लै यस्तो के मेरो दाइ म ल्यान्चरमा बस्थेँ होइन त्यो अस्कल भन्ने एउटा त्यो कलेज छ क्या अस्कल कलेज भन्दिनँ भन न अस्कल कलेज भनेर म चिन्छु त्यहाँको केटाहरूलाई होइन म एक्लै गएर दौडाएर हानेर आएको छु त्यहाँ गरी कसम आम्मा कसम भन्दैछु म झुट बोल्दिनँ कतिजनालाई हाने मेरो यस्तो भयो क्या मेरो दाइ होइन मेरो एउटा सानो भाइ रहेछ क्या स्कुलमा सँगै पढ्थ्यो नि त हाम्रो साथीको भाइ रहेछ होइन अनि त्यसलाई माकोले हानेर पठाएको थियो त्यो मुजी रुँदै आएर हामीले भनेको क्या अनि जसले कुटाएको थियो नि त्यसलाई लखाडेर मुजी होस्टलसम्म पुऱ्याएर कुटेर आएको मैले होइन अनि भोलिपल्ट मुजी अब त्यसले केटाहरू बोलाएन अनि अब मेरो अर्को साथीले कल हानेर बोलाएको मुजी मेरो पालोमा आफ्नो कल हानिदिएको होइन मेरो सब त्यो खाल्टो ग्याङको केटाहरू होइन खाल्टो ग्याङ छ क्या हाम्रो होइन त्यहाँ सब केटालाई भनिदिएको म्याकोले होइन सबै दौडेर आयो क्या बुढाबुढी देखेर ठुलाठुली होइन सब दाइहरू आइदियो कि होइन त्यसपछि लपडा खत्रै पऱ्यो म्याएको आफू निस्किहाल्यो त्यस्तो को पुलिसको केसमा पर्छ आफू जोग्नु परेन डर झगडा गर्ने मान्छे त पुलिस होस् म प्रधानमन्त्री होस् होइन दाइ मलाई त्यो घरसम्म पुऱ्याउने कुरो भएन कि बरु आफू जे गर्यो बाहिर होइन मतलब भएन घरसम्म चाहिँ त्यस्तो कुरो चाहिँ त्यहाँ म बच्चा हुँदाखेरि त्यो उता गाडी लैजान्थ्यो नि त पहिला पिकरसम्म अनि त्यतिखेर चाहिँ त्यहाँ गाडी आउँदाखेरि छानामा छोएछ अरे अनि राति मुख छाडेको अरे क्या भाइचाइले मुख छाडेछ भोलिपल्ट आउँदाखेरि अनि कसले मुख छाड्यो भन्दा दाइ चाहिँ परेछ कि दाइचाइले अनि हानिदिएर त्यो त्यतिखेर ठ्याक्क बाटोको त्यो कुलोहरू खनिरहेको थियो अनि एक हानेर पक्लागाड हालेर पुर्दिउँ है भनिदिइराखेँ अनि
पक्लकै पछाडिबाट ड्याममा हानेर अनि तल नालीमा खस्यो के अनि पुर्दियो रे अनि त्यो बाहुनहरू हेरेको अरे के भन्नु एकजना बाहुन कराउँदै आइरहेको थियो एक भनेर थर्काइदिएको थियो चुपचाप के अनि त्यसपछि अनि भाइ चाहिँ आएछ खुकुरी बोकेर के गर्नु सबले छेके तिमीले नसक्छौ त्यसरी एक साइडमा पक्लकै जाने भाइ सक्दैन मुला सक्छ भने कस्तो हो र कस्तो हान्छ भने फेरि यसलाई कहाँ हान्यो भने एक सर्ट ढल्छ भने थाहा छैन यसलाई अनि कहाँ हान्नुपर्छ भन्दा एक सर्टमा ढल्नु कहाँ हान्नुपर्छ भन्दा नाकमा हान न मैले नाकमा हान्दा नाक मात्र पच्किन्छ अनि अरू के हुनु पच्किन्छ अरे भाइ एकचोटि हान के हुन्छ भनेर तेरो यहाँ हान्यो क्या भाइ यहाँ यहाँ होइन भाइ नाकमा हान होइन टाढा देख्छ क्या मुझे धारामा देख्छ मेन कुरा होइन यहाँ नाकमा मेन सेन्टरमा हान्नुपर्छ क्या मुझे पक्कै हो क्या सेन्टरमा हान्ने त म के हान्नु सेन्टरमा हान्नु जसले नि हाने नि सेन्टरमा त भाइ तिमीले तर नेपालमा त जस्तो झगडा जापानमा सक्दैन जापानमा सक्नु नि पर्यो नि त यहाँ रुल्सले रोकेर यो हात बाँड्दै अरूले हान्न आयो नि हान्दैनौ तिमीले ल दाइ अरूले आउँछ न मुझे मलाई मात्र रिस उठ्नु पर्छ एकचोटि कसैले पड्काउनु पर्यो होइन त्यसपछि त त्यसको नानी आमा बाउ सब याद दिलाइदिन्छु तिम्रो अहिलेको गएको नम्बर 1 डन चाहिँ को छ उत्रो कोही छैन यहाँ सब त्यस्तै तिमी हो क्या त चलपल मात्र अहिले दिन्छु दाइ त्यहाँ हाँसा धाने यताउता कसैले मानौ कि तिमीलाई गएकोमा कसैले थर्काउन आयो भने के भन्छौ के भन्नु ल बाहिर आएछ नि त भाइ म सिधै भनिदिन्छु म बाहिर हेर्नु म चाहिँ तेरै रुममा हिँड्छु म होइन होइन कि मेरै रुममा आएछ जहाँ हेर्नु छ हेर्नु मुझे होइन त्यस्तो भनिदिन्छु म सिधै क्या म दौडाउँदिनँ भाइ दाइ होस् होइन जसुकै होस् क्या कहाँ भने म त तिमीसँग झगडा कहाँ तपाईँले भनेको त अनि होइन स्कुलको दायाहरू हो नि सबै भाइहरूलाई तिमी भन्दै के दाइ भन्छौ र नि त्यस्तै हो उमेरमा के होइन म त भर्खरै 20 वर्ष सबै 17-18 वर्षको छ त्यहाँ गएको 20-22 को छ सबै सबै ठुल्ठुलो हुन त तिनीहरू सबले मैले नेपालमा पनि भेटाएको रहेछ ल्यान्चर ग्राउन्डमा फोटो नि हानेर रहेछ थाहै छैन फुटबल खेल्नेको लागि सबै भाइहरू हो क्या सब तिमीभन्दा जुनियरहरू हो क्या होइन सिनियरै हो सिनियर के भन्नु अब सुरुमा त अब दाइ दाइ त भन्ने हो नि अहिले त सब बुढाबुढी हो क्या ल उयो त खान्जी पढ नि नानी उयो त्यो माथिको वानली भनेको के हो वानलीको खान्जी पढ कहाँ वानलीले जामिन पढ ए वनलीको माथि एटिसी तेरो बाजे खान्जी भन्दैछु त्यो एटिसी त देखेँ सेनियो सेनियो हो तिम्रो त राम्रो आउँछ खान्जी भाइ अनि पढिसक्यो नि त नि हो पढाएकोहरू त आउँछ अहिले अनि यसलाई अनि कादा गर्न त राम्रो छ भन्दै रहेछ के गर्ने हो र लास्टै भयो अनि अघि पढ्नु लगाएको कहाँ भन्छ नपढेको पढ्न लाउँछ अनि के भन्ने अनि मलाई मोङ्की पार्क भनेर नि मोङ्की पार्क आउँदैन मङ्की पार्कको भनिरहेको थियो त मैले भिडियो हेर्ने त्यहाँ भएर त्यहाँ भिडियो बनाइदियो त्यो होला चाहिँ डिपो जाने ठाउँमा आएर त्यहाँ भएर दार्जिलिङ जाने पनि सिधै रहेछ त अनि सेन्ट्रल कोमाकी भन्ने के हो कोमाकीको बिच भयो नि मुडी काशीबाईको बिचमा कोमाकीको बिच के काठमाडौँको बिच कहाँ पर्छ ए